झपक्कै राति कहाँ सुत्यो त्यो भेडाहरू यहीँ यहाँबाट तेर्सै हो नि होइन अब कति मिनट हिँड्नुपर्छ 5 मिनट तेर्से भनेपछि त दसैँ भयो नि के भयो यहाँ नि कराक हिउँ परेछ यार अलिअलि त्यो भाइ कतिमा पढ्छ यो के भन्छ कुमार घलेको भाइ यही थाहा छैन भन्छ भाइ फेरि भेडा कतिवटा छ नि थाहा छैन कहाँ बस्ने पनि थाहा छैन एकदम सम्म छ अरे त्यहाँनिर नि त्यहाँ फर्किने बेला यहाँबाट यसो एकदम है बाटो छ त पुरै है सर आउन आइहाल्यो पुगेर जाऊँ न होइन हुन्छ एक भारी लुगा भिजाएर आएको छु खाना खाने खाएको तपाईँ उता त्यो दुङ्लाभन्दा उतापट्टि जानु भएको छैन होला आमामा अस्ति एउटा खानेपानी रहेछ त्यही बिर्गाई सरको गाउँमा ल्याउने ज्यान जोखिम मोलेर गयो हो लो त्यस्तोमा फेरि पाइप बिछ्या छ बुढाहरूले म छक्क हामी हिँड्ने बाटोमा टक्क लाएर भित्र छामेर गयौँ पाइप बाटोभन्दा अझ तलमाथि छ क्या 1 मिस सक्यो लाइफ यो त पुरानो होइन होला बाटो त यहाँ यस्तो छ नयाँ हो कसै बनाएको बाटो यतिको सजिलो भन्छ हिँड्नलाई डर पर्दा होइन होइन राम्रो बाटो हो नि हो सरले आइसक्यो होला होला खास हामी मन्दिरमा आएको होइन यता त
एकदम तगडा यी दुईटै सचिव र बुढै तगडा सचिव लास्टै छिटो हिँड्छ नि अस्ति सुरुचोटि आउँदा म त भारी बोकेर जस्तो उकालो हिँड्नु पर्यो नि हिँडिदिन्छु तपाईँ सक्नुहुन्न भन्छ यार भारी बोकेर हिँड्नु पर्यो नि हिँडिदिन्छु म त भन्छ छुइगम चपा सबै हो हाम्रो अन्तिम गन्तव्य यही हो यो वेल्डिङ गर्नलाई उहाँ त्यो टावर डाँडाबाट तार लिएर गएर भोल्टेज अनि घटेर काम भयो त है भयो काम भयो भइहाल्यो माछा खोला यही तल होइन ए उहाँ पो है तल त खोला होला बेसी तिम्रो हेर अहिले धड्कन आज धनसरले मेरो त्यो पूजा नि त्यसैमा त्यो सिस्टममा हाल्नु नमस्ते ए त्यसैमा मेरो धड्कन आगो लगाइदिएछ ए बोकेर ल्याउँ यति सजिलो बाटो छ भन्ने डर गाह्रो छ र गाह्रो छ बाटो छैन र बाटो छैन के हो सुरेशको त्यो त चिप्लिने खालकै हो बाटो छ बिस्तारै बिस्तारै हतार नगरौँ बिस्तारै हिँड्नुहोस् है बाटो खतरा रहेछ यार अर्को जुत्ता लगाइदिनु रहेछ मोबाइल खोल्ने रहन्छ ल हो यार उहाँ त खोल्नु दिँदैन हो ल आउनुहोस् ओइ बिस्तारै बिस्तारै धेरै हिँडिन्छ सर भइसकेपछि त अब जाने गाउँतिर जानै पाउँदिन कहाँबाट हिँड्नु हो त अहिले त जस्तैमा हामीले सिकारको भारी बोकेर 25-30 केजी बोकेर पनि मिरो बोकेर हिँड्थ्यो योभन्दा त कस्तो ठाउँमा हिँड्नुपर्छ हो हो यस्तो कटनमा डोरी हालेर जानु भिडिजी ल्याएको बड्डो यो बाटो हिँडेर हिँड्छ पहिला थाहा भयो कि मलाई राम्रै छ भने बड्डो अहिले आफै करर कामेर हिँडे ए ढुङ्गा खस्ला देवकोटा सर पहिला हिँड्नु भयो कि बाटो
उताबाट सायद होला काहीँ बाटो घुम्ने ठाउँ रमाइलो छ गर्नुपर्छ जिन्दगीमा यस्तो रमाइलो गरेको यो दालमा हाल्ने हिङ हो सर यो के चाहिँ सर होइन होइन त्यो त होइन त्यो चाहिँ काट्छ त्यो काट्छ यसले चाहिँ चिटिकै बनाउँछ नि एकदम एडभेन्चर त्यो एउटा के झार हुन्छ अरे के सर हाइटमा त्यो चाहिँ भयो भने टाउको दुख्छ भन्दै मलाई त्यही भएको जस्तो लाग्यो अलमास नै होला सर होइन त्यो देखिहाल्नु त भयो त देख्नु चिसोले हाल्नु चाहिँ तपाईँलाई चिसो ल्यायो नि त हो त होइन अहिले त झन् यताबाट नमस्ते ठोक दिया मेरो झोलाको चेन खुल्लै छ चेन खुल्ला छ हो चेन तपाईँको हो अलिकति हुन्छ भाडासाडा तपाईँले ए झोला बोकिनु लाग्ला है तपाईँलाई यो रुख त मैले के को देखा जस्तो लाग्छ त्यो तरकारीमा हाल्ने मसला त होइन है बुढा कति छिटो हिँड्यो यार लम्ब्र्याङ लम्ब्र्याङ त्यो गाउँ मान्छेको सबै अर्कै आएको कस्तो महसुस भइरहेछ प्याक्क टाउको दुखिरहेको छ चिसोले लेक लगाएर तराईको भए पनि भाषा सासा सबै मिल्छ सर हेर्नु अघि त बड्डोको पुच्छे पुच्छे धोबी कुदेको थियो अहिले के हिँडेन आइसक्यो तपाईँको उडुवा चाहिँ लास्टै छिटो हिँड्छ फित्रिक 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 एकदम रमाइलो छ सर एकदम रमाइलो छ एकदम बम्बल मलाई पनि त्यस्तो लाग्यो
बदाङै घुमेर जस्तो लागिरहेको हो बदाङै घुमेर जस्तो लागिरहेको रमाइलो लागिरहेको बस्ने होइन सर बसौँ न कहाँ आएर हिँडेको हिँडै गरेको कतै एकछिन यस्तो सर्ट कमर्सियल ब्रेक गरौँ कि आखिर त्यहाँ छिटो पुगेर नि केही लिनु छैन हेरौँ भन्ज्याङमा बस्नु नमस्ते ढोकिया MP3 ल्याउन मिस गरिदिएछ नि त्यही त मैले पुरा त निकालेको हेर्नु यो योजना अलि भिडियो अलि बनेको भए ठिक हुने रहेछ हाम्रो होइन त्यही त अन्त सबै कुरो मिल्छ नि मस्ट ठिक छ नि तराईको सर बाटो कस्तो लागिरहेको छ एकदम ठिक छ सर पहाडी जिल्लै हो गुराँस फुल्ने सिजन भयो बब्बाल रमाइलो देखिन्थ्यो रङ्गिन अलि लेखे हो भन्ने कुरा यो सल्लाहले नि प्रमाणित हुन्छ कि अब हाम्रोतिर चाहिँ यो खाले सल्लाह हुँदैन तिमीहरूको औली सल्लो हुन्छ होला औली सल्लो रट्या अनि गुराँसको रुखले पनि हो हिमालको गुराँसको लागि पछि त हजुर इलामको मिल्केमा लागि भिल्की डाँडा के छ नि मिल्के डाँडा गुराँसको सबभन्दा पछिल्लो चाहिँ तेह्रथुमको बसन्तपुर होइन होइन इलामै हो अब हाम्रोतिर पहिचान नभएर यार हाम्रोतिर पनि छ ए नहेर्नु यार तलतिर हामी चाहिँ यस्तै के हो यो ओ रामपति सर एउटा यहाँ फोटो खिचौँ त के खिच्ने भने फोटो होइन यो ए डिल नजानु क्या यार डर लागि क्या मान्नु छ र 2 दिनको जिन्दगी भय लाग्यो अब एकछिन यस्तो आराम गरेको नदी आएर एकदम डर लाग्यो क्या मान्नु छ र 2 दिनको जिन्दगी कुन हिमाल हो सर यो सेकेर अनुहार राम सर यो कुन गणेश हिमाल गणेश हिमाल धन्यवाद रमाइलो हिमालकै काखमा
उयो सैपाल हिमालको सम्झना आयो अहिले त मलाई। नामदेखि ऊ हिमाल एउटै भइगयो। नामै सैपाल। एउटा हिमाल मैछु भन्दै बड्डो गयो भने यस्तो तोप हिँडेछ कि ल यस्तो यस्तो राम्रो खिच्ने हो त फोटोहरू त। नजानु है नजानु बेकार किन रिक्स लिनुहुन्छ। हो यार म त मेरो परिवारसँग मैले यहाँ बसेर कुरा गरिदिनु, अर्को त्यहाँ बस्थ्यो, गाउँका पनि सबै यहाँ आउनु दिन्छु। शनिबार त दाउरो खोज्नु पनि भयो अनि परिवारसँग कुरा गर्नु पनि भयो। मिल्ने जति लटरपटर खेलै भइहाल्यो। त्यस्तो खेल्ने त्यो चलन जम तलै बसौँ यहीँ। टाढो आइपुग्यो, टाढोमै बस्ने एकदम टाढै बस्यो। तपाईँ नन स्टप यहाँ आएर बल्ल खतरक्क बस्नुभयो यार। बाबुराम भट्टराई नारायण काजी देख्नु भन सर। त्यो ठाउँमा मान्छे भाडा नभए धेरै फरक पर्छ क्या। टोलीहरूले चाहिँ यो गैर सरकारी संस्थाहरू एनजिओ आइएनजिओलाई गरेर विद्युतीकरणदेखि लिएर यो सडक पुलहरू बनाउने अब आफ्नै बाबुराम भट्टराई प्रधानमन्त्री भयो भने यो लार्की पास रोडलाई कम्ता हाल्यो त। प्रधानमन्त्री हुँदा पछि पो पार्टी छोडेर ए बदाङको सर कता उता हुँदैन भाइ। प्रचण्ड सर आएछ फेरि गइहाल्ला नि। प्रचण्ड त आयो यो गोर्खामा हाम्रो भोट जितायो आखिरमा पुरै म्यान भर्सेस वाइल्ड जस्तो जङ्गल छिरियो त। छैन हौ सर यिनीहरूको अब हुने जति यिनीहरूको तागत बल ओ के हो यस्तो भर्टिकल छ त यार। जुम्लामा यस्तै हिँड्या हो यार। रनमाथि के हो यस्तो बुढी गण्डकी चाहिँ तल छ। जानु म बुढी गण्डकी क्लिप लिएर आउँछु। बुढी गण्डकी नदी तलको कहाँ डिलै डिल गयो यार। म त यताबाट जान्छु। अहिले ठिक छ म त यताबाट जानु पर्यो। कमरेडहरू कुन चाहिँ एनडी चाहिँ कुन चाहिँ एनसेल हो सर? यो नमस्ते अनि उताको एनसिएल
रेट भित्र छिर्ने छैन ठाउँ भित्र छिर्नु त ढोका छ यसले चराहरूले लास्ट असर गर्नु लक गरेको यो रहेछ ढोका चाहिँ छ सोलरहरू चाहिँ राखेर हिँड्छ है बत्तीबाट यही सोलरमा राख्यो भएर त लाइन गए बेला जान छ त अनि जान्छ त नि यो डाँडा जग्गाको के भ्यालु थियो र अनि पैसा त मजाले पायो नि टावर बनाउनु भने एनसिएलको चाहिँ यस्तो लामो पाता दुईटा मात्रै राखेर त नमस्तेको चाहिँ टन्नै राखेर त माथि कस्तो पाता एन्टेनाहरू के यो चाहिँ एनटिसीको हो हजुर यो नमस्ते माथिको एनसिएल फेरि एनसिएलको एकदम हाई क्वालिटी छ राम्रो चल्छ है राम्रो चल्छ प्राइभेट भने प्राइभेटै हो प्राइभेटै हो उनीहरूले कस्टमरलाई राम्रोसँग सेवा सुविधा गरेर कसरी हुन्छ तान्ने भन्ने हुन्छ हो नि त सरकारी खाए खाऊ नखाए मर भन् त्यस्तै चले चले नचले बाल न त सबै त्यस्तै हो स्कुलहरू नत्र टेक्क त माथि दुईटा तिनवटा प्यानल सोलरको पाता हो अलिक त। हाई क्वालिटीको बाँध दिएर टक्क ब्याट्री राख्दियो भए त मजाले त्यो विद्युत गयो भने चल्थ्यो नि लाइन गए बेलामा होइन हो त सोलरहरू राख्दै भए हुन्थ्यो कि हो सोलर यहीँ राख्या भयो त्यतापट्टि त्यो कम क्वालिटीको 3-4 घन्टामै जान्छ बत्ती भयो नि एनसिएलको चल्छ त्यो एनसेलको सोलर चाहिँ छ क्या हो यो टावर नभए अर्को कुनै टावरले काम गरे हुनुपर्छ कि तर ब्याट्री ब्याकअपहरू नि राखेको छैन यहाँनिर अरू सोलरभन्दा बाहेक त्यो ब्याकअप भनेको त्यही 4-5 घन्टालाई एक दिनलाईसम्म मात्रै राखेको 3-4 दिन लाइन गयो भने त चल्दैन नि उही हामी बसेको घरमा चाहिँ चल्छ उता केराउँदा टावरले तर यता त चल्दैन प्रत्येक गाउँ गाउँमा छ काँसी गाउँमा केराउँदामा यता अनि फोर्लाको माथि पनि छ हाम्रो ढुङ्गातिर त छैन यार हाम्रो बजाङमै छैन नेटै चल्दैन हाम्रो नेट चलाउन यस्तै घरभित्र त फिटो अलिअलि कुनै कुनै ठाउँमा चल्छ कुनै ठाउँमा चल्दैन डाँडामा गए पनि चल्दैन हाम्रो डाँडामा त चल्छ सर हेर्नु डाँडा खोज्नुपर्छ भनेपछि त उयो हाम्रो अगाडिको हालत र तपाईँहरूको हालत नै डाँडामा पनि चल्दैन हाम्रो फोन चाहिँ काम गर्छ सर घरभित्रै अहिले त एनसिएलले घरभित्रै काम गर्छ नमस्ते त यी बाहेक चल्दैन हाम्रो त एनसिएलको टावरै गएको छैन तर हामीलाई नि यो 72 साल 73 74 सालसम्म यस्तै समस्या थियो क्या दिल्ली त राम्रोसँग गएको छैन हाम्रो त्यसपछि सहज भयो बेलुकापट्टि मात्रै आउँछ 2 घन्टा 3 घन्टा हाम्रो पनि थिएन सर अहिले राष्ट्रिय प्रसारणले पुग्यो पहिला सोलर हो तपाईँको हाम्रो नि सोलरै त चलायो नि मैले नि सोलरै किनेर चलायो यहाँ पहिला अनि यहाँ बत्ती पहिला त थियो यो उत्तरी गोर्खामा पहिलो बत्ती बिजुली बत्ती निकाल्यो नि यही उयो हो क्या फेरि स्कुल बनाउने बत्ती निकाल्ने अनि यो सबै गरे त यही उयो हो नि पहिला त उयो गाउँमै भयो बिजुली बत्ती निकाल्ने गर्ने हो नि तपाईँको त्यो घटे खोला तल पुछारमा हामी जब बारीतिर प्रवेश गर्छौँ नि त्यहाँ पावर हाउस थियो नि त्यहाँबाट निकालेको थियो त अहिले के गर्यो त नि त्यो भत्काइदियो त्यो अलिक पानी सुक्दै गयो अनि खानेपानी लिएर आयो त गाउँमा सबै अनि त्यसले गर्दा खोलाको पानीको भाव घट्यो अब हिउँ लागेपछि घट्ने अनि त्यसले गर्दा त्यो थाइतो भएन अनि यो अहिलेको बत्ती चाहिँ फेरि के भने उहियाकै खोलाबाट निकाल्ने बत्ती उहियाले नपाइ त्यो अरूलाई दिने कुरै आएन उता त्यो सिर्दिवास कि कता भएको पावर हाउस त्यो उयाकै खोलाको हो उहियाकै खोला हो जसरी नि चाहियो भनेर गाउँले माग गरे माग गरे अनि कादुरले उहियाको सहमति बिना अब नबनाउने भयो कुन कम्पनी रहेछ यो कादुरीले कादुरी भन्ने हजुर नेपाली हो कि विदेशी हो विदेशी होला है ब्रिटिस गोर्खाको हो संस्था हो जस्तो लाग्छ ए कादुरीले उता खानेपानी बनाएको छ काँसी गाउँमा
जे पनि गर्दो रहेछ कादुरीले त गरेपछि फेरि एकदम उसको त गर्ने हो नि गर्ने दिगो पनि दिगो दायाँ बायाँ उ छैन एकदम छुतो यो गैर सरकारी संस्था एनजिआइएनजी हो यो कादुरी भने ए हाइड्रो पावरै बनाइदिएछ है तपाईँको हाम्रो यहाँ मात्रै होइन रुन्चेतन सरहरू गाउँमा पनि त्यसैले बनाइदिए त हो नि पुल पनि बनाइदिए जहाँ चाहिँ यताउति हाम्रो यही खुद्राङमा दोभानको वारिपारी गर्नलाई पुल थिएन पहिला त्यहाँ तातो पानी निरको पुलबाट जानु पर्थ्यो त्यहाँ पनि पुल बनाइदिए उसैले हो झोलुङ्गी पुल हजुर झोलुङ्गी पुल अस्ति म उता लाकपाल जाँदा देखाएको थियो दोभानमा चाहिँ जान्न छिर्नुभयो यार यता त फर्माड मान्छे पाइयो त छ क्या साथी यस्ता गाडी छ तपाईँ पछि खुइ हिँड्दैछ यार हो त जस्ता नि हिँड्ने फेरि लु कति गाह्रो म त हिँड्न डर लाग्ने टाढा जन्मिया मान्छे ज्याकेट चाहिँ भ्याइदिने भयो पुरै पुरै कम्पाउन्ड जाली हाम्रो रामसरी आउनु भएन त है ओ राम सर ज्याकेट त आज भ्याइदिने भयो काँडाले हो टावरबाट मुनि है हजुर उँधो कति छिटो हिँडेको हो राम सर पुरै हराइसके बिस्तारै हिँड्नु कि तपाईँहरू के साह्रो गराएर हिँड्ने यार मान्छे आएन ओ राम सर आइहाल्नु त एउटै बाटो छ त 1305 सम्म त्यो हेर्नु नपाए एनसिएलको त्यो गेट भन्दा सिधै एउटै बाटो छ तल आउनु न साथी घाँस छोड्नु साथी नछोड्नु भने त यही हो क्या सर यो घाँस त जसरी खान्छ नि बाख्रा हामीले त खाँदैनौ हो
टावर बनेपछि बन्यो होला क्या बाटो पनि भाइ यसै जङ्गल थियो होला नि मलाई नामसँग होइन तल सरकार गरेर बाटो टक्क निकालिदियो होइन आउँदै त भन्छु बजेट चाहिँ सब गाउँ त अझै तल देखिएछ त हामीले पहिला त त्यही कुटीहरू लालटिनहरू झरोहरू दियालो के अरे दियोहरू परेर पर्थ्यो त कृषि गर्दाखेरि त्यो लेखहरू उज्यालो कर्णाली अभियानमा त्यो घाममा सेकाउने चार्जवाला बत्ती दिएन है अहिले होला सर हुन त उता कर्णाली त हुनुपर्ने हो जस्तो यसो हुँदाखेरि जङ्गल आर्ने निजी त होला नि होइन निजी भएर त्यो त्यही अघि बिहान त्यो खोलातिरै पुगेको होइन खै कता पुग्छ होला बाटो खोज्न आउने यतातिर बाटो कहाँ निस्किन्छ खोलामा बिहान सिँढी सुरु गरेको हामीले घरतिर हिउँ परिरहेछ अरे हौ पानी पऱ्यो पनि हिउँ पर्छ पानी पर्दैन फेरि साइकलमा त त्यो तपाईँको बाटोमा पानी होइन हिउँमा त आउने त्यस्तो
तपाईँहरूको बजाङ नि पछि पर्छ होइन? हो त्यो जिल्ला काम गर्ने भएपछि साथीहरू त गोर्खा बजारतिर चाहिँ पालङ्डातिर छ नि त पछि भएर चाहिँ यस्तो ठाउँमा पऱ्यो पिछेलाई पिछे नै काट्नु पछि जिल्लामा पर्नेहरूको तल भत्ता पछि भत्ता नि छुट्टै आउँछ होइन? हो है सदरमुकाममै बसे पनि तपाईँको 8-9 हजार एक्स्ट्रा हुँदो रहेछ। हाम्रो पर्ने जुनसुकै ठाउँमा जाई गरे पनि त्यो पाएको छैन सदरमुकाममै गरे बजाङ बाजुरा जाजरकोट अछाम अछाम बजाङ बाजुरा तिनवटा सिलगढीमा छ 9वटा छन् क्यारे। सबै 9वटा हो 6वटा कर्णालीको होला। तपाईँहरूको गत सालको शिक्षक सेवाको हो कि कहिलेको हो? 79 को हो? ए पोहोर साल चाहिँ पारिपट्टि हुनुहुन्थ्यो? हो हो काशीको 6 नम्बरवटा 6 नम्बरबाट धर्जेको उता दरबन्दी कार्यालय र थपेछ। अब यहाँको कटाउँछ यो गाउँ चाहिँ कटाउनु पर्यो भने किन यस्तो गरिरहेको गाउँमा हो भने कटाउनेहरू चाहिँ किन पाउनु पर्यो खालि मान्छे दुखिरहेको छ होइन राजनीतिक हुन्छ बल्ल बस्ती देखिए यार। राजनीति कति चाहिँ हुनु तिनीहरूको कार्यक्रममा त गएकै थिएँ म पनि गाउँ हेर क्याक्र्याक्क पर बस्यो। पानी परेको छैन केराउनी छरा जस्तो छ। केरा नि छैन सिँचाइको सुविधा नहोची केरा त केरा हो कला हुन्छ त्यो म पहिला अस्तिमा काम गरेर हुन्थ्यो सर होइन 5 पैँसठी हुन्थ्यो म त कोचिङ गराउँछु नि त फेरि हो त कोचिङले गर्दा के अरे हाम्रो कार्यक्रममा मारिसङ नियन्त्रण नरा त सबैले पुऱ्याउँथ्यो मैले गरेँ हो नि त होइन यहाँ जस्तो विदेश गए जस्तै हो नि यहाँ त 300 मा त को मान्छ त्यही भएर म छोडिए हो कम्तीमा एउटा त्यो मान्छे त हुनुपर्छ नि हजुर एउटा पुरै काँडे तारबार गरेछ त्यो व्यक्तिगत होला है। पहिला सौमिकमा गरे होला पहिला सौमिकमा गरे होला नि त्यो तारमा लगाएर पुरा
स्याउको बोटहरू लगाएर रहेछ त हो पहिला यो समूहमा गरेको हुनुपर्छ कि स्याउको बोटहरू छ समूहमै गरे भने कृषि यो हाम्रो तात्पर्य कृषि सहकारी संस्था मार्फत नै काम गर्न नजानेर हो जहाँ पनि गोडन लगाएर कहिले के रुखो ज्याङ्ग्याङ पार यो त स्याउ हो नि सर हो र यिनीहरू यो मरिसिया जस्तो बनाइथियो सर नेपाल सरकारको भन्दा बढी काम त संस्थाहरूले गरेको छ नि नेपालमा गर्न त अनि सरकारको भन्दा बढी काम गरिरहेको छ समग्रमा हेर्ने भने ऋण मागेकै भरमा चलाएछ सरकारले केबी भन्ने त्यो गाँडो त ढुङ गाडेर मात्रै हाइलाइट गर्नुपर्छ जियोस् यता मृगले चाहिँ अट्याक हाल्छ नि क्या हो गाउँ हाम्रो एकजना सरको बारीतिर छेउतिर गाउँभन्दा जहिले घोडा लगाएर त्यो सकाइदिने सिकारीले 2-3 दिन बसेर पनि त्यसलाई अट्याक गर्न नसकेको अस्ति त त्यो धराप छाप्छु भन्दै थियो हुनुहुन्थ्यो त्यो करेन्ट त्यसमा करेन्ट हाल्यो यहाँनिर दुईवटा पुग्यो खाना आउने ल है सुरेश सर घोडा लायो भनेदेखि एक कल पाऊँ चिसो लागे गर्छ चिसो यसो अलिक चिसोबाट मुक्त भइन्छ कि ए अघि हामी यताबाट माथि गयौँ यता रहेछ टावर जाने भन्नुहुन्छ अब टावर नजाने पुग्यो खरो भयो जस्तो छ सरलाई